हेलो गाइज फेरि पनि तपाईँहरूको माझमा आइसकेको छ एन्डी कान्छालाई आज धेरै दिनपछि यस्तो रियाक्सन लिएर आएको छ होइन नेपालभरि चलिरहेको छ त अब जेन्जी भाइ जेन्जीले भएर पुस्ता नै ढालिदियो होइन रातारात होइन पुरा नेपालको नक्सा नै पुरै होइन चेन पुरै हाडो के माग्छौँ डल्लै हानिदिइरहेको छ नि त पुरा होइन जेन्जीले अहिले पुरा होइन हुँदा हुँदै होइन अहिले जेन्जीले पुरा चेन्ज गरिदियो क्या महाकुसुम तर युवाले चाहिँ आएपछि त जे पनि हुँदो रहेछ नि त फेरि होइन कसलाई डग्र्याङ दियो नि त दनक दियो नि त यो त पहिल्यै दिनु पर्थ्यो तर यार कसम भने क्या पहिल्यै दिनु पर्थ्यो क्या तर ढिलो भयो क्या तर केही छैन होइन तर दियो समयमा दियो होइन तर यार रातारातमा कहाँ पलट यार कसम यार नसोचेको के कसम चाहिँ फर्स्ट यार तर लास्टैभन्दा लास्टै गरिदियो क्या अहिले होइन आएस गाइज होइन यस्तैमा पनि सानो सानो त्रुटिहरू सानो सानो फोटेजहरू नै एकदम जोइन गरेर हाम्रो पर्वत बस्नेतले नयाँ जेन्जीको बारेमा पोलिस्टीको जेन्जीको बारेमा मुभमेन्टहरू ल्याएको छ होइन आउनुहोस् भने त्यसमा रियाक्सन गरिदियो अनि पर्वत दाइ यार प्लिज यार कपिराइट नहानिदिनु होला नि यार पहिले पनि एउटा भिडियोमा यस्तो रियाक्सन गरेको यार सन्दीपकोमा यार ड्याङ्गै कपिराइट हानिदिएर यार मेरो त टन्नै नोक्सान भइदियो यार केही छैन यार सानो च्यानल हो दाइ होइन कपिराइट नहानिदिनुहोस् के प्लिज यार तपाईँको यार झन् भिडियोलाई प्रमोट गर्दैछु यार है गाइज सबैले होइन पर्वत बस्नेतको युट्युबमा गएर हेर्नु होला होइन तपाईँ बब्बाल कस्तो मुभमेन्टहरू पाउनुहुन्छ त्यसमा होइन आउनुहोस् है त्यस्तैमा हामी डल्लै होइन मुभमेन्टहरू यस्तो बवाल मुभमेन्टहरू ल्याएको छ होइन हेरिदिनुपर्छ होइन मेरो पछाडि ब्यानरमा त अलिअलि देखिरह होला होइन अब पुरा हेरिदिनुपर्छ नि त होइन एन्डी कान्छामा जोडिनुहोस् है फेरि पनि एन्डी कान्छाले लिएर आएको छ होइन लेट्स गो गाइस हो लेट्स गो जेन्जी पुस्तालाई पिर पर्यो अरे राम्रो लागेन अरे जेन्जी पुस्ता भन्ने चाहिँ कुनै ठगी खाने भाडो हो जेन्जी पुस्ताको नाम लिएर जे पनि गर्न पाइन्छ प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् के गर्छ त भाइ राजीनामा नदिएर के गर्ने त भाग्यो केपी देश छोड्यो दुबई सर्लक्कै दुबईतिर हानिदियो नि खत्तम भाइ टोपी के को दाइ अर्को कसो लास्टै बिल्ला हान्दियो यार ऋषि धवलाले हानिरहेछ कसो यो बिल्ला त यार कसम नहुनु थियो यार इतने तेजस्वी लोग हैं हमारे पास जेन्जी का कार्यकर्ताहरू जेन्जीहरू भोक लागेपछि संसद भवनभित्र छिरेर अम्बा खाँदै स्वागत छ गयो मुझे 12 भाइ पनि लास्ट बिल्ला के कसम डल्लै बिल्ला 500 चिट ये सब क्या देखना कहाँबाट पायो कि ड्रेसहरू सबै खोलेर नेताको मुखमा मुत बरु नेताको मुखमा सल्युट नाम के हो दाइको जेन्जी फर्स्ट
बियर हातमा ओ माय गॉड बा कसम राइफल नै बा डल्लै के राइफल नै रन्डी मेरो छोराले के लात्तै आन्टिया नाङ्गै सहकारी मन्त्रीको यो चाहिँ सहकारी मन्त्रीको कुर्सी हो ल फोन चाहियो भन्न सर मेरो एजेन्डा थाकेको भने म बच्चा हुँदा भएको प्रधानमन्त्री मेरो बच्चा हुँदा नि प्रधानमन्त्री हुन्छ हुँदैन कसैलाई के को धन्दा कसैलाई के को धन्दा ओ माय गॉड आफ्नै दिनमा चिन्ता छ यिनीहरूलाई Oh my god! कसम डल्लै वा मान्छे कसम से मैले काठ किन्न सकिनँ मलेसियाबाट आउँदो रहेछ एउटा कुनै कतिको 3-4 हजार 8,000 कति हो त्यो सोचेन घर गयो साला घर गयो नि चाहियो भने चाहिँ के हुन्छ के भन्छु आइम सरी हजुर हुनुहुन्थेन अब भयो यो कुकुर र तपाईमा के फरक छ हजुर यो कुकुर र तपाईमा के फरक छ कुकुर बनाउँदा आज न हो कसम से कुकुरको त इज्जत राखिदियो यार मेरो भनिरहेछ स्टङ गरेर जाऊ यसको घर पनि गयो माग्छ अच्छा हमको सिखा भयो इमान्दारिता बुझेर हो बिचरा नाङ्गै तडी पार गरिदिएछ यार कसैलाई के को धन्दा कसैलाई के को धन्दा घर ज्वाइँलाई चाहिँ खानुको धन्दा भने जस्तै क्या वो राजुमा कड्के सिंगल बॉय को यार मुर्रा वैसी मोमो सकिरामा कसममा नेपालले कसम चाह्यो के गर्छ के गर्छ Yes, the first thing that I would do was change the corrupted bureaucratic system. The second would be empower the youth and the लाजा मास लत्ते लत्ता तू मेरे से प्यार करती है या नहीं करती ये बता दे तू बस। नहीं मैं तेरे से लास्ट बार पूछ रहा हूँ तेरा मेरे से प्यार है या नहीं? तू अगर ऐसे करेगी ना तो मैं वैसे करूँगा इतने तेजस्वी लोग हैं हमारे पास प्रेम आलेको घर प्रेम आलेको घर प्रेम आले चोर जे घर हेर्नु यत्रो यत्रो घरहरू बनाएर छ नि मुलाहरूलाई सही गरेस् माछाहरूलाई त हाम्रो पैसामा खाँदैन नि लन्च डिनर ब्ल्याक डे लन्च ओ यार लन्च डिनर ब्राउन बटर हनी गार्लिक ओहो लन्च डिनर के खाने ओ माय गॉड अब काला नीललाई घरमा लगाराख्ने घडी टिभी महेश बस्नेतको घर जामा साला हम गांधी के देशवासी नहीं है हम गांधी के देशवासी नहीं है एक गाल पे चाटा मारो तो दूसरा थापेंगे हम भीम सिंह थापा के सब काट देंगे हम लिपुलेगा हमारा है सरकारी जुस पनि खायौँ है बदाम जुस खाँदा रहेछन् सरकारी कर्मचारी सही छ सही यो चाहिँ हाम्रो 70 करोडे गोकुल बास्कोटा A few moments later. 70 करोड गोकुल बास्कोटाको
ओ माय गॉड पैसा भाइ कसम भने यार पानी चाहिँ कसले बाँडेको खास खोइ एउटा गाडी आज एउटा गाडी आयो त्यो उठाएको गाडी आएको यो कस्तो मतलब के को तिमीहरू यो उसमा हिँडेको फेसबुक ब्यान भयो के हो भन्नु त यो कोट कसको रामचन्द्र होइन न्यायाधीशको न्यायाधीशको घरबाट ल्याउनु भएको होइन तपाईँले अघि यो कार्पेट कसको हो के रे? कार्पेट कसको हो न्यायाधीशको हो सर न्यायाधीशको जे गर्नुभयो राम्रो गरे जस्तो लाग्छ गलत गरे जस्तो लाग्छ होइन मैले म अब गरिब मान्छे हजुर ऊ मैले धनी गाउँमा सुत्ने शेरबहादुर देउबा बाजेलाई तपाईको घर भवन हामी केही पनि फोड्दैनौ यति गर्नुस् तपाईकी नातिनी हेलो आमा चिन्ता नगर्नु तपाईको छोरो देशको लागि यहाँ लडिरहेको छ के देखि चिन्ता नगर्नु तपाईको छोरो देशको लागि यहाँ लडिरहेको छ अझन बचन ओ माय गॉड रेड हो संसद भवनमा ल्याउनु भयो हैन सब उठाए शेरले खाने चामल जिरा मसिनो चा राइस भित्र बस्छ म चोकमा बस्छ यार मलाई अप्ठ्यारो पर्दैन सबैलाई परिरहेको अनि किन पाल्ने गर्छ त्यतिकै रोकिरहेको छ यार छ यहाँदेखि चाबेलसम्म बलिरहेको छ बलिरहेको यहाँ नबाल्दा के अप्ठ्यारो पर्छ चोकमा अलि राम्रो हुन्छ कि त्यही भएर चोकमा अलि राम्रो हुन्छ गीत बजाउने डीजे ने बजती है देउवा सरको रक्सी देउबा सरले यस्तो महँगो 32,000 को रक्सी आउँछ 32,000 हो ल है राम्रो अरू जस्तो घुस खाने ट्राफिक होइन है फेरि घुस खानु छैन न त्यस्तो अरू जस्तो घुस खान्छु अहिलेको नयाँ पिढीको उ हो म सबके भाग छ बवाल बोया बोया गाइस बोया घर सर लाइसेन्स छैन सर छैन सर खाजा गर्छ यस्तो बिल्ला हान्दियानमा सर लाइसेन्स होला छ सर छैन मापासे छ सिट काट्यो भने 1500 200 दिन जानु ओके गाइज अनि कस्तो लाग्यो तपाईँहरूलाई होइन मुभमेन्टहरू बवाल छ नि कसम चाहिँ चाहियो भनेपछि त नेपालले कसम चाहिँ हाँक्छ हो कसम चाहिँ युवाले चाहियो भनेपछि त देखायो बाबाले देखायो तर जस्तो भयो नि तर सुकुन आयो यार मस्त सुकुन आयो तर कसम चाहिँ डल्लै के कसम चाहिँ एकदम डल्लै सुकुन मजा आयो नि त कसम चाहिँ यार तर सबैलाई तर यार त्यो यार के भन्छु यार शेरबहादुर देउवालाई त फुटेको देखियो मजा आयो होइन म्याट प्रचण्डे कता गयो के प्रचण्डे घर कता गयो प्रचण्डे देखिरहेन अनि फेरि यार केपी त उडेर गइको होइन सर्लक्क पारेर होइन दुबईतिर उड्यो अन्त सुन्ने थिएँ दुबईमै गयो होला तर प्रचण्डे कहाँ लुकेर बसेछ क्या कसम भने प्रचण्डले बहुत मौका कसम चाहिँ यो मौका होइन प्रचण्डले बहुत कसम चाहिँ लुटिरहेछ नि त फेरि त्यो त किडो हो अझ फेरि सर्प हो नि त फेरि के अरे त्यो छेपारो सट्ट रङ फेरिदिन्छ नि त उसले त ड्याङ्गै पारेर कसम भने त्यसको भरोसा नमान्ने है गाइस कसम चाहिँ त्यसलाई पनि भेट्यो भने चाहिँ दनक्क हान्ने हो तर कसम चाहिँ ओके गाइज आज मेरो रियाक्सन भिडियो यति नै छ होइन इन्डिकान्छको फेरि भेट्नुपर्छ ओके बाई टाटा गुड नाइट